हेलो साथीहरू, आज हामी भक्तपुर सूर्य विनायक आएका छौँ। यहाँ आउनुको मुख्य उद्देश्य चाहिँ क्रियान्स बाबुले प्रष्ट बोलोस् भनेर हो। यहाँको चाहिँ मान्यता छ कि बच्चाहरूलाई यहाँ लिएर आयो भने प्रष्ट बोल्छन् भनेर हो। र हामी चाहिँ अब यहाँ यसो लाइन साइन बस्छौँ अनि पूजासुजा गर्छौँ। यो चाहिँ गणेश मन्दिर हो अनि माथि चाहिँ पार्वती माताको मन्दिर पनि छ। यहाँ टिकासिका लगाइदिनु भइरहेको छ र खुट्टा पनि ढोक्छु भन्दै हुनुहुन्छ र उहाँले भान्जीको खुट्टा पनि ढोक्नु भइसकेको छ। मन्दिरको परिसर आउने गरी भिडियो खिच्यौँ र बिस्तारै हामी पार्वती मन्दिरतर्फ लाग्यौँ। त्यसपछि त्यहाँका पुजारीले माला पनि लगाइदिए र प्रसादको स्वरूप स्याउ पनि दिनुभयो। हामीलाई भोक लागेको थियो, त्यसबाट हामी खाजा खान आयौँ। खाजासाजा खाइसकेपछि हामी एकछिन भक्तपुर दरबार स्क्वायर घुम्छौँ भनेर हामी भित्र गयौँ। त्यसपछि बाई बाई साथीहरू।